नमस्कार होइन, आज म तपाईलाई आराम दिने खबर सुनाउन आएको होइन। आजको भिडियो निदाएको दिमाग हल्लाउन, भोट हाल्ने हात कमाउन अनि सबैभन्दा खतरनाक कुरा नयाँ देखिने पुराना खेल देखाउन आएको हो। रासोपा जनताकी प्रयोगशाला। रासोपा भन्छ हामी नयाँ हौँ, हामी फरक हौँ, तर राजनीति बुझ्नेहरू भन्छन् नयाँ अनुहार सजिलो हुन्छ, नयाँ दिमाग हुँदैन। एकैचोटि उचालिएको पार्टी, एकैचोटि सिस्टम हल्लाउने शक्ति, यो चमत्कार हो कि कसैले पहिले नै स्क्रिप्ट लेखेको नाटक। अब आउँछ असली नाम, बाबुराम भट्टराई। बाबुराम भट्टराई क्रान्तिको दिमाग, संविधानको खेलाडी र सत्ता प्रयोगशालाको मास्टरमाइन्ड। र यही मान्छे भन्छ म रासोपाको गुरु हुँ। अब सबैको मनमा प्रश्न उठ्छ, गुरु भनेको के? क्लास लिने कि पर्दा पछाडि बस्ने निर्देशक? पुरानो दिमाग नयाँ मास्क। बाबुरामको समस्या के हो थाहा छ? जनता उनलाई चिन्दा थाकिसके, त्यसैले रणनीति फेरियो। आफै अगाडि नआउने, नयाँ अनुहार अगाडि राख्ने, पुरानो आडिया नयाँ प्याकेजमा बेच्ने। यहीँबाट जन्मिन्छ रासोपा। तर गेम कसरी चेन्ज भयो? रासोपाले जे भन्यो, पुरानो दल फेल, सिस्टम बिग्रिएको छ, हामी क्लिन हौँ। तर यही भाषण बाबुरामले 10 वर्षदेखि बोल्दै आएका थिए। कोइन्सिडेन्स? राजनीति कोइन्सिडेन्समा चल्दैन, गुरु कि मालिक। यदि बाबुराम गुरु मात्रै हुन् भने किन बारम्बार नाम आउँछ? किन उनको बयानले रासोपालाई असहज बनाउँछ? किन हामी स्वतन्त्र हौँ भनेर सफाई दिनुपर्छ? किनकि सत्य कडुवा छ, जहाँ छाया हुन्छ त्यहाँ मालिक पनि हुन्छ। रासोपा परिवर्तन कि प्लान बी? आज रासोपा जनताको आशा हो, तर भोलि के? निर्णय कसले गर्छ? सङ्कटमा कसको फोन उठ्छ? सिस्टमसँग सम्झौता कसले गर्छ? यदि जवाफ पुरानो दिमाग हो भने त्यो दिन रासोपा पार्टी होइन, असफल हुन्छ। अन्त्यमा सबैभन्दा खतरनाक प्रश्न, रासोपा जनताको पार्टी हो कि बाबुराम भट्टराईको अधुरो क्रान्तिको नयाँ संस्करण? कमेन्टमा लेख्नुहोस्। यहाँ राजनीतिक चिनी हाल्दैन, सिधै नसामा हालिन्छ। त्यसैले भिडियोलाई लाइक र च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनुहोला।